हाम्रो परमेश्वर चाहिँ त्रिएक परमेश्वर हुनुहुन्छ। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर। मानिसको पनि शरीर, प्राण र आत्मा छ। मानिस आत्मा हो, शरीरभित्र बास गर्छ, उसको प्राण छ। परमेश्वर पनि एउटै हुनुहुन्छ, तर उहाँले तीनवटा व्यक्तित्व अथवा 3 पर्सनको रूपमा काम गर्नुहुन्छ। परमेश्वर तीनवटा हुनुहुन्न, परमेश्वर एउटै हुनुहुन्छ, तर परमेश्वरले तीनवटा व्यक्तित्वमा काम गर्नुहुन्छ। आमेन। कतिले पिता परमेश्वर, पुत्र परमेश्वर अनि पवित्र आत्मा पुत्र परमेश्वर भन्ने गरेको मैले सुनेको छु। त्यो चाहिँ गलत हो। पवित्र आत्मा चाहिँ पुत्र परमेश्वर हुनुहुन्न, पुत्र परमेश्वर चाहिँ यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ। आमेन। अनि पवित्र आत्मा फेरि पिता, पुत्र, पवित्र आत्मा भनेर 3 नम्बरमा आएको सोचेर सानो परमेश्वर पनि हुनुहुन्न। होली स्पिरिट इज नट अ स्मल गड। कतिले चाहिँ पिता 1 नम्बर, पुत्र 2 नम्बर, किनकि 2 नम्बरमा आउनु भयो नि त। पवित्र आत्मा 3 नम्बर, अन्तिम। ओहो, अन्तिम पो रहेछ। होइन, जति पिता हुनुहुन्छ त्यति पुत्र पनि हुनुहुन्छ, जति पुत्र हुनुहुन्छ त्यति पवित्र आत्मा पनि हुनुहुन्छ। बाइबलमा यसो लेखेको छ कि परमेश्वरले, पिताले नासवतका येशूलाई पवित्र आत्माको शक्तिले अभिषेक गर्नुभयो। बप्तिस्मा लिँदाखेरि स्वर्ग उग्रियो, पिता बोल्नुभयो, यिनी मेरा प्रिय पुत्र हुन्। पिता त्यहाँ हुनुहुन्थ्यो, पुत्र त्यहाँ हुनुहुन्थ्यो। ढुकुरको रूपमा पवित्र आत्मा यीशुमाथि आउनुभयो। परमेश्वरले चाहिँ योजना बनाउनु भयो मानव जातिको उद्धारको लागि। त्यो योजना बोकेर चाहिँ पुत्र यीशु ख्रीष्ट संसारमा आउनुभयो। अनि त्यो योजनालाई पूरा गर्ने पावर चाहिँ, शक्ति चाहिँ, अभिषेक चाहिँ पवित्र आत्माले दिनुभयो। आमेन। अहिले हामी भित्र बास गर्नुहुने चाहिँ पवित्र आत्मा हुनुहुन्छ, जसलाई हामीले ख्रीष्टको आत्मा पनि भन्न सक्छौँ। तर यदि हामीले बाइबलले हुने हो भने अहिले यीशु ख्रीष्ट चाहिँ पिताको दाहिने हातमा हुनुहुन्छ। हामी भित्र अहिले पवित्र आत्मा हुनुहुन्छ। आमेन। अनि बाइबलले के भन्छ? पिताको प्रेम, ख्रीष्ट येशूको अनुग्रह, पवित्र आत्माको संगति तिमीहरूसँग सदा सर्वदा रहिरहेको होस्। आमेन। पिताको प्रेम, ख्रीष्ट येशूको अनुग्रह, पवित्र आत्माको संगति। हामीले पिताको प्रेमको बारेमा बुझ्यौं कि उहाँले यस्तो प्रेम गर्नुभयो कि आफ्नो पुत्रलाई क्रुसमा पठाइदिनु भयो। हामीले यीशु ख्रीष्टको अनुग्रह पनि बुझेको छौँ कि सित्तैमा उहाँले हामीलाई धर्मी पार्नु भयो। तर आज हामी पवित्र आत्माको संगतिको बारेमा चाहिँ धेरै मण्डलीहरू चाहिँ अनभिज्ञ छ। हेर्नुहोस्, हामी त अन्य भाषा बोल्ने, अगमबाडी गर्ने, दर्शनमा विश्वास गर्ने मण्डली हौँ। तर याद गर्नुहोस्, ढल्नु, रुनु, कराउनु चाहिँ पवित्र आत्मा होइन, त्यो चाहिँ पवित्र आत्माको शक्ति छ। आमेन। ढल्नु, रुनु, कराउनु पवित्र आत्मा होइन, पवित्र आत्माको शक्ति हो। पवित्र आत्मा शक्ति होइन, उहाँ चाहिँ एउटा व्यक्ति हुनुहुन्छ। आमेन। त्यही भएर यीशुले के भन्नुभयो? जब उहाँ, when he, उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ। यीशु ख्रीष्टले पवित्र आत्मालाई त्यो भन्नु भएन नि त। हामी कुर्सीलाई के भन्छौँ? उहाँ भन्छौँ। मोबाइललाई हामी के भन्छौँ? उहाँ भन्छौँ। लाइटलाई हामी उहाँ भन्छौँ, भन्दैनौँ नि। उहाँ भनेको के हो त? व्यक्ति हो नि त। पवित्र आत्माले शक्ति दिनुहुन्छ। त्यो शक्तिमा, त्यो अभिषेकमा विश्वासीहरूले आत्माले भरिन्छन्। कोही ढल्छन्, कोही रुन्छन्, कोही कराउँछन्, कतिले दर्शन देख्छन्, कतिले अन्य भाषाको वरदान पाउँछ, कतिले अगमबाणीको वरदान पाउँछ। तर पवित्र आत्मा शक्ति मात्रै हुनुहुन्न, पवित्र आत्मा चाहिँ व्यक्ति हुनुहुन्छ। अनि व्यक्तिलाई चाहिँ तपाईँले नि माया गर्नु पनि सक्नुहुन्छ, व्यक्तिलाई तपाईँले मन दुखाउनु पनि सक्नुहुन्छ, व्यक्तिको तपाईँले संगत गर्न पनि सक्नुहुन्छ र व्यक्तिको तपाईँले संगत नगर्न पनि सक्नुहुन्छ।
अब यहाँनिर हेर्नुहोस् है, यीशु ख्रीष्टलाई जब उहाँ आफ्नै कहाँ आउनुभयो, यहुदीहरू कहाँ, यीशु ख्रीष्टलाई यहुदीहरूले स्वीकार गरे कि इन्कार गरे? इन्कार गरे। यद्यपि उहाँ शरीरमा उनीहरूको बीचमा हुनुहुन्थ्यो, अगाडि हुनुहुन्थ्यो, आश्चर्य कर्म गर्दै हुनुहुन्थ्यो। तर पनि यहुदीहरूले देखेको भए तापनि, आँखाले देखे यीशु ख्रीष्टको महिमा, शक्ति, आश्चर्य कर्म, तर पनि यहुदीहरूले यीशु ख्रीष्टलाई बेवास्ता गरे, इन्कार गरे। देख्दा देख्दै भने हामी पवित्र आत्मालाई त देख्न पनि सक्दैनौँ, त्यसो भने हामीले नि पवित्र आत्मालाई इन्कार गर्ने, पवित्र आत्माको मन दुखाउने, पवित्र आत्मालाई बेवास्ता गर्ने सम्भावना नि झन् धेरै बढेर जान्छ। त्यही भएर बाइबलले भन्छ पवित्र आत्माको सङ्गति तिमीहरूमा सधैँभरि रहिरहेको होस्। आमेन, आमेन, आमेन। पवित्र आत्मा बिना नि कुनै पनि मान्छेले नि ख्रीष्ट येशूलाई ग्रहण गर्न सक्दैन। पवित्र आत्मा बिना नि कुनै पनि विश्वासीले नि आफ्नो विश्वासको दौडलाई नि सिध्याउनै सक्दैन। पवित्र आत्माको शक्ति बिना नि कुनै पनि विश्वासीले नि आश्चर्य कर्म गर्नै सक्दैन। इभन पवित्र आत्मा बिना नि कुनै पनि विश्वासीले नि दान र वरदान पाउनै सक्दैन। आजको वचनबाट म तपाईँलाई सिकाउन चाहन्छु, हामीले पवित्र आत्मासँग घनिष्ठ सम्बन्ध राख्नुपर्छ। जब हामी मुख खोलेर अन्य भाषा बोल्छौँ नि, रिबाहान्डे सिखेर बोहोन्डा रिहान्डे, अब धेरै मण्डलीमा अन्य भाषाको वरदान गयो, चङ्गाई गयो, यो त प्रेतकै समयमा थियो भन्छ। अब तपाईँलाई मेरो प्रश्न, रोग गयो? रोग गयो? दुःख गयो? श्राप गयो? नरक गयो कि छ? रोग चाहिँ छ, चङ्गाईको वरदान चाहिँ बित्यो अरे। श्राप चाहिँ छ, ख्रीष्टको आश्चर्य कर्म चाहिँ बित्यो अरे। बाइबलले के भन्छ? अन्तिम दिनमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ कि म मेरो आत्मा सबै मान्छेमाथि खनाइदिनेछु। हालेलुया। त्यसो भने नि पवित्र आत्माको शक्ति, उहाँको दान वरदान, आश्चर्य कर्महरू बितेर गएको छैन। अन्तिम दिनमा त नि झन् धेरै यो हामीलाई चाहिएको छ, झन् धेरै अझै 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 यो हामीलाई चाहिएको छ। हालेलुया। तर शैतानले नि एउटा कमजोर मण्डली भएको चाहना गर्छ। याद गर्नुहोस्, तपाईसँग नि बाइबल कलेजको सर्टिफिकेट होला, तपाईसँग बाइबल कलेजको सर्टिफिकेट होला, तर तपाईसँग आत्मा छैन भने नि वेस्ट। किनकि परमेश्वरको राज्य नि कागजले होइन, सर्टिफिकेटले होइन, अभिषेकले अगाडि बढ्छ। यीशु ख्रीष्टसँग कुनै पनि सर्टिफिकेट थिएन, यीशु ख्रीष्टसँग अभिषेक थियो, आत्मा थियो। यीशु ख्रीष्टको चेलाहरूसँग नि कुनै पनि कुरा थिएन, एउटै मात्र कुरा थियो, अभिषेक। भनौँ न, हामीलाई अभिषेक चाहिएको छ, हामीलाई अभिषेक चाहिएको छ। पहिलो पोइन्ट, पवित्र आत्मा शक्ति हुनुहुन्न, व्यक्ति हुनुहुन्छ। पवित्र आत्मा शक्ति हुनुहुन्न, व्यक्ति हुनुहुन्छ। पवित्र आत्माको मन छ, उहाँको इच्छा छ, उहाँको भावना छ। जतिले बाइबल अध्ययन गर्नुहुन्छ तपाईँलाई थाहा छ कि प्रेतको किताबमा पवित्र आत्माले चाहिँ एसियामा गएर प्रचार गर्नु चाहिँ मनाही गर्नुभएको छ। याद गर्नुहोस् है, पवित्र आत्माले प्रेतको किताबमा एसियामा गएर प्रचार गर्नु चाहिँ मनाही गरेको छ। उहाँको इच्छा हुन्छ। एफिसीको किताब 4 अध्यायको 29 र 30 पढ्न चाहन्छु। तिमीहरूको मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरको पवित्र आत्मालाई दुखित नतुल्याऊ। के भन्छ बाइबलले?
परमेश्वरको पवित्र आत्मालाई दुखित नतुल्याऊ। इट मिन्स जब तपाईँले अश्लील कुराहरू, जब तपाईँले हुँदै नभएको कुराहरू, जब तपाईँले पाप कुराहरू बोल्नु थाल्नुहुन्छ नि, पवित्र आत्मा नि दुखित बन्न सुरु गर्नुहुन्छ। याद गर्नुहोस् है, जब तपाईँ कुवाक्य बोल्नुहुन्छ, जब तपाईँ जे पाए त्यो बोल्नुहुन्छ, जब तपाईँ मृत्यु बोल्नुहुन्छ, जब तपाईँ श्राप बोल्नुहुन्छ, जब तपाईँ अर्को मान्छेको हुँदै नभएको कुरा तपाईँ बोल्नुहुन्छ नि, यो कुराले नि तपाईँ भित्र वास गर्नुभएको पवित्र आत्मा नि दुखित बन्नुहुन्छ। एक्जाम्पलको लागि, माधवसँग निमाले मन दुखाए अरे। अब निमा बोल्छ? भन्नुहोस् त। मैले प्र्याक्टिकल कुरा गरेको यो। माधवसँग निमाले मन दुखाए अरे। अब निमा बोल्छ? लु एकपल्ट त बोल्ला। माधवले फेरि मन दुखाए अरे, लु फेरि पनि बोल्ला। एभ्री टाइम माधवले निमाको मन मात्रै दुखाइबस्यो भने नि, वान मोमेन्टमा नि निमा यो निष्कर्षमा पुग्छ, जिन्दगी रहन्जेल म बोल्दिनँ। किनकि जोसँग तपाईँको मन दुख्छ नि, त्योसँग तपाईँको नि बोल्ने कार्यक्रम बन्द हुन्छ। पवित्र आत्माको जति धेरै तपाईँले मन दुखाउनुहुन्छ नि, त्यति नै तपाईँसँग उहाँ नि बात गर्न छोड्नुहुन्छ। कुवाक्य नबोलौ, मृत्यु नबोलौ, श्राप नबोलौ, भक्को नभएको कुरा नबोलौ, रिस उठो भनेर मरिजा नभनौ, जीवन बोलौ, आशिष बोलौ, उन्नतिको कुरा बोलौ। के भन्छ बाइबलले? सुन्ने मान्छेले नि अनुग्रह प्राप्त गरोस्। हालेलुया। म यो बोल्नु चाहन्छु यस बिहानी कि तपाईँहरू हरेकको जीवनमा परमेश्वरले यो सालमा चाहिँ अचम्मको काम गर्नुहुनेछ। बन्द भएको ढोकाहरू परमेश्वरले खोल्नुहुनेछ। नमिलेको कुराहरू मिल्नेछ। किनकि लाल समुद्रमा बाटो बनाउनु हुने परमेश्वरले नि तपाईँको जीवनको लाल समुद्रमा पनि नि बाटो बनाउँदै हुनुहुन्छ। हालेलुया, हालेलुया, हालेलुया। पवित्र आत्माको पनि मन हुन्छ, उहाँको पनि इच्छा हुन्छ, उहाँको पनि भावना हुन्छ। अर्को कुरा, पवित्र आत्मालाई हामीले नि आदर पनि गर्नुपर्छ। जब पवित्र आत्माको सेवकाईहरू हुन्छ, जब पवित्र आत्माको अभिषेकमा त्यहाँनिर तपाईँले विश्वासीहरू वरदानले भरिँदै गरेको, आत्मिक गीतहरू गाउँदै गरेको, अन्य भाषाहरू बोल्दै गरेको, कतिजना अभिषेक भएर पछाडितिर लड्दै गरेको देख्नु थाल्नु भयो भने नि वाक गर्ने होइन, हिँड्ने होइन, डिस्टर्ब गर्ने होइन, फोटो खिच्ने होइन, भिडियो बनाउने होइन। लर्न टु अनर होली स्पिरिट। हालेलुया। म त विभिन्न ठाउँमा गएको छु एज ए स्पिकर, वक्ता भएर। अनि जब पवित्र आत्मा शक्तिमा ओर्नुहुन्छ नि, त्यहाँनिर हलचल चाहिँ हुन्छै हुन्छ। किताब 2 अध्यायमा जब पवित्र आत्मा शक्तिमा ओर्नु भयो नि, त्यहाँ मान्छेले के भनेको छ? ए भाइयो, तिमीहरू के यति चाँडै रक्सी खाएर माथ्यौ? त्यहाँ के भयो? हलचल भयो। हालेलुया। जब पवित्र आत्मा शक्ति साथ ओर्लनुहुन्छ नि, त्यहाँ हलचल सुरु हुन्छ। अनि हो त्यो टाइममा चाहिँ नि त पवित्र आत्मालाई मलाई भर्नुहोस् भन्ने, मलाई अभिषेकले भर्नुहोस् भन्ने, भिडियो खिच्ने होइन, फोटो खिच्ने होइन। यो फोटो खिच्ने समय होइन बाबु, यो भिडियो खिच्ने समय होइन बाबु, यो अभिषेकले भरिने समय हो। हालेलुया। हामी हरेक भित्र पवित्र आत्मा हुनुहुन्छ। सुन्नुहोस् है, यो डिप हो। हामी हरेक भित्र पवित्र आत्मा हुनुहुन्छ, तर हामी हरेकले पवित्र आत्मालाई नि त्यत्तिकै मात्रामा आदर गर्दैनौँ। हरेक विश्वासी भित्र पवित्र आत्मा वास गर्नुहुन्छ, तर हरेक विश्वासीले पवित्र आत्मालाई इज्जत त्यही नापमा चाहिँ गर्दैन। कतिले गर्दैन, कतिले अलिकति गर्छ, कतिले थोरै गर्छ, कतिले हाइले गर्छ। आमेन, 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 आमेन। जब पवित्र आत्माले एसियामा प्रचार गर्न मनाइ गर्यो नि, प्रभुको चेलाहरू नै त्यता गएन, त्यो आदर गरेको।
आमेन। अन्ली 3वटा पोइन्ट भन्छु आज। पहिलो पोइन्ट, नयाँ गरी जन्मिनुभन्दा अगाडि पवित्र आत्माले हामीसँग सुसमाचारद्वारा सम्बन्ध गाँच्नुहुन्छ। सुन्नुहोस् है, नयाँ गरी जन्मिनुभन्दा अगाडि पवित्र आत्माले एउटा व्यक्तिसँग सुसमाचारद्वारा सम्बन्ध गाँच्न सुरु गर्नुहुन्छ। सुसमाचार प्रचार गरिरहेको बेला अथवा सुसमाचार प्रचार सुनिरहेको बेला पवित्र आत्माले नै सुसमाचारमा विश्वास गर्नको लागि इन्स्पायर गर्नुहुन्छ। यहाँ सुन्नुहोस् है, यता विश्वास, यता हेर्नुहोस्। तपाईले सुसमाचार तपाईको पास्टरको मुखदेखि सुन्नुभयो होला, तपाईको आफन्तको मुखदेखि सुन्नुभयो होला, तपाईले युट्युबबाट सुन्नुभयो होला, जोबाट सुने पनि नि तपाईले यीशु ख्रीष्टलाई ग्रहण गरेको चाहिँ पवित्र आत्माले गर्दा हो। हालेलुया, हालेलुया, हालेलुया। तपाईको पास्टरले गर्दा होइन, तपाईको आफन्तले गर्दा होइन, युट्युबले गर्दा होइन, त्यो त एउटा माध्यम मात्र हो। तपाईले यीशु ख्रीष्टलाई ग्रहण गर्नुभएको पवित्र आत्माले गर्दा हो। आमेन, आमेन, आमेन। नम्बर 2 मा, जब तपाईले सुसमाचारलाई विश्वास गर्नुहुन्छ नि, तब पवित्र आत्मा तपाईभित्र वास गर्नुहुन्छ। जब तपाईले सुसमाचारलाई विश्वास गर्नुहुन्छ नि, तब पवित्र आत्मा तपाईभित्र वास गर्नुहुन्छ। पहिलो कोरिन्थी 3:16 के भनेको छ? के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरको मन्दिर हो? भन्नुस् त, म परमेश्वरको मन्दिर हुँ। म परमेश्वरको मन्दिर हुँ। म परमेश्वरको मन्दिर हुँ। हामी चाहिँ परमेश्वरको मन्दिर हो अरे। परमेश्वर त हामीभित्र वास गर्नुहुन्छ। हालेलुया, जिजस। द्याट्स व्हाई अब हामीले परमेश्वरलाई यता उता उता यता कतै खोज्नु पर्दैन। परमेश्वर त तपाईभित्रै हुनुहुन्छ। आमेन, 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 आमेन। कोले बुझ्नु मलाई थाहा भएन, के तपाईँ खुसी हुनुहुन्न? परमेश्वरको तपाईँ नै परमेश्वरको मन्दिर हो रे के। हालेलुया। मन्दिरमा जहिले पनि परमेश्वर वास गर्नु पर्ने हुन्छ नि त। अब तपाईले परमेश्वरलाई खोज्ने होइन, परमेश्वर तपाईँ भित्रै हुनुहुन्छ। हालेलुया। तपाईँ सानो मान्छे हो। जिजस ग्लोरी। तपाईँ सानो मान्छे हो। तपाईले किन सानो सोचेको आफूलाई? सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता नि तपाईँ भित्र वास गर्नुभएको छ। सानो कुरा हो यो। हालेलुया। हुन त मेरो शरीर परमेश्वरको मन्दिर हो। मेरो शरीर परमेश्वरको मन्दिर हो। तपाईको शरीर परमेश्वरको मन्दिर हो अरे। अनि तपाईको शरीर परमेश्वरको मन्दिर हो भने अब तपाईले त्यो मन्दिरभित्र भोला हाल्ने? भोला त्यो मन्दिरमा अब भोला चढाउने, त्यो मन्दिरमा अब रक्सी चढाउने, त्यो मन्दिरमा अब रिस चढाउने, त्यो मन्दिरमा अब बेविचार चढाउने, त्यो मन्दिरमा अब पाप चढाउने? यो तपाईको शरीर मात्रै होइन, परमेश्वरको मन्दिर पनि हो। प्रोटेक्ट योर बडी। तपाईको शरीरलाई ध्यान दिनुहोस्। त्यो कुरा नखानुस् जुन कुराले शरीरलाई बिगार्छ। त्यो कुरा नहेर्नुस् जुन कुराले तपाईलाई गाह्रो बनाउँछ। भनौँ न, म मेरो शरीरलाई माया गर्छु, वास्ता गर्छु, किनकि यो शरीर मेरो शरीर मात्र होइन, परमेश्वरको मन्दिर पनि हो। कोले बुझ्नु? ताली बजाउनुहोस् त। पहिलो कुरा तपाईलाई मैले के भने जब हामीले सुसमाचार सुन्छौँ त्यो बेलामा पवित्र आत्माले हामीसँग एक किसिमको सम्बन्ध गाँच्नुहुन्छ।
यीशुलाई ग्रहण गर, यीशुलाई ग्रहण गर, यीशुलाई ग्रहण गर भन्नुहुन्छ। जब हामीले पवित्र आत्माको त्यो सुस्केरालाई हामीले विश्वास गरेर यीशुलाई ग्रहण गर्छौँ नि, त्यो बेला पवित्र आत्मा हामीभित्र वास गर्नुहुन्छ र अब हामी मान्छे मात्र हुँदैनौँ, परमेश्वर वास गर्ने मन्दिर हुन्छौँ। हालेलुया। अनि याद गर्नु होला मेरो विश्वासी, परमेश्वरको मन्दिरलाई जसले भत्काउन खोज्छ नि, त्यसले चाहिँ नि त परमेश्वरलाई भत्काउनु पर्ने हुन्छ। तपाईँको घर कसैले भत्कायो भने तपाईँ छोड्नुहुन्छ? नौरनको बल निकालेर जोड लगा कि हैसे भनेर जानुहुन्छ भिड्न? तपाईँको शरीर परमेश्वरको मन्दिर हो भने नि, कुनै पनि रोगले, कुनै पनि समस्याले, कुनै पनि दुष्ट आत्माले, कुनै पनि शक्तिले नि तपाईँलाई उसले भत्काउन खोज्छ भने नि, त्यसले तपाईँलाई होइन नि, फेरि परमेश्वरको मन्दिरलाई भत्काउन खोजेको। अनि परमेश्वर नि चुप लागेर बस्नुहुन्न। हालेलुया। भनौँ न, युद्ध परमप्रभुको, परमेश्वरले नै मेरो निम्ति लड्नुहुन्छ। परमेश्वरले मलाई केही हुन दिनुहुन्न, किनभने म एउटा गीत छ नि, म आफ्नै त आफ्नै होइन, सबै थोक तपाईँकै हो। के हो त? किनभने म मात्र होइन, अब म त परमेश्वरको मन्दिर पो हो त। आमेन, आमेन, आमेन। अनि परमेश्वरको मन्दिरलाई भत्काउँदाखेरि परमेश्वर हेरेर चाहिँ बस्नुहुन्न, परमेश्वरले नै सुरक्षा गर्नुहुन्छ, प्रोटेक्सन गर्नुहुन्छ। आमेन। नम्बर 3 मा, जब हामी नयाँ गरी जन्मिन्छौँ नि, तब चाहिँ पवित्र आत्माले हामीलाई भर्नुहुन्छ। जब हामीले यीशु ख्रीष्टलाई ग्रहण गर्छौँ नि, तब चाहिँ पवित्र आत्माले हामीलाई नै भर्नुहुन्छ। पवित्र आत्माले हामीलाई नै शक्ति दिनुहुन्छ। त्यो चाहिँ के हो भने नि, तपाईँले पवित्र आत्माको बप्तिस्मा पाउनुहुन्छ। बाइबलमा धेरै किसिमको बप्तिस्माहरू छ। म अर्को हप्ता सायद त्यो विषयमा प्रचार गर्नेछु। तर सबैभन्दा शक्तिशाली बप्तिस्मा चाहिँ नि त पवित्र आत्मा र आगोको बप्तिस्मा हो। आमेन, 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 आमेन। पवित्र आत्मा र आगोको बप्तिस्मा। आगोले के गर्छ भन्नुहोस् त? आगोले के गर्छ? डराउँछ नि। जब तपाईँले आगोको बप्तिस्मा पाउनुहुन्छ नि, तपाईँ भित्र भएको नि पापहरू, रोगहरू, श्रापहरू, शैतानको बन्धनहरू नि डर्छ। अनि जब तपाईँले आत्माको बप्तिस्मा पाउनुहुन्छ नि, तपाईँ भित्र नै आत्माको नि शक्ति आउँछ। तब तपाईँहरू नि यीशु ख्रीष्टको साक्षी बन्न सुरु गर्नुहुन्छ। प्रेरितको किताब 2 अध्यायको 1 देखि पढ्न चाहन्छु। जब पेन्टिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्वर्गबाट अचानकै ठुलो बतासको झोक्का जस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पुरा घरै भरिदियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे। अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए। भन्नुहोस् त, पवित्र आत्माले भरिए, पवित्र आत्माले भरिए, पवित्र आत्माले भरिए। यो के हो? बोतल हो, बोतल। यो बोतल भित्र के छ? आधी छ कि पुरै छ? यहाँ अझै पानी छिर्छ होइन? छिर्छ नि कि छिर्दैन? तर यदि यो भरियो भने छिर्छ? छिर्दैन नि, किनकि ठाउँ छैन, भरिएको छ। जब तपाईँ पवित्र आत्माले भरिनुहुन्छ नि, तपाईँको जीवनमा नि पापको लागि ठाउँै रहँदैन। हालेलुया। अब के भर्ने? अब ठाउँै छैन। जिजस। कोले बुझ्दैमा आज धेरै विश्वासीहरू पापमा, अधर्ममा भएको कारण चाहिँ नि पवित्र आत्माले नभरिएर ठाउँ खाली छ। ठाउँ खाली छ। ठाउँ खाली राख्नु हुँदैन, भर्नुपर्छ आत्माले। आमेन। त्यही भएर के भन्छ एफएसीको किताबमा?
पवित्र आत्माले भरिँदै जाओ, भरिँदै जाओ, भरिँदै जाओ, भरिँदै जाओ, भरिँदै जाओ। एकपल्ट मात्र होइन, एकपल्ट पास्टर बाउ अन्य भाषा बोल्छु त होइन, अन्य भाषा बोले पनि फेरि भरिँदै जानु, भरिँदै जानु, भरिँदै जानु। हालेलुया। कसरी भइने? आत्माले फेरि पनि आत्माको उपस्थितिभित्र बस्नुपर्छ। टाइम निकाल्नुहोस् न, समय निकाल्नुहोस् न, प्रार्थनामा बस्नुहोस् न, आत्माको उपस्थितिभित्र बस्नुहोस् न, अनि भर्न सुरु गर्नुहुन्छ। संसारको कुरामा अल्झेर आत्माले कहिले पनि भरिँदैन। आमेन, 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 आमेन। हालेलुया। जब एउटा बोतलमा पानी फुल भएर भरिएको हुन्छ नि, तब त्यो बोतलमा नि अर्को कुनै पनि कुरा आउने ठाउँै रहँदैन, किनकि भरिएको छ, फुल छ। त्यसरी नै जब कुनै विश्वासी आत्माले भरिएको हुन्छ नि, त्यो विश्वासीमा नि पाप अधर्म आउने ठाउँै रहँदैन। हालेलुया। सो अन्तिममा त्यही छ, सम्पूर्ण विश्वासीहरूलाई पवित्र आत्मासँग घनिष्ठ हुनुहोस्, प्रार्थनामा समय धेरै बिताउनुहोस्, पवित्र आत्माको उपस्थितिमा बसिराख्नुहोस्, अनि अन्य भाषा बोल्नु हुँदाले अन्य भाषा बोलिबस्नुहोस्। आमेन।